साथीहरु नमस्कार। आज चाहिँ म ठ्याक्क घरमा भएको बेला मैले चाहिँ एउटा भन्दा नि दुईटा घडी यो सिको 5 को घडी चाहिँ अर्डर गरेको थिएँ। एउटा मेरो बुवाको लागि र एउटा मेरो भेनाको लागि। सो एकदमै फास्ट डेलिभरी भइसकेको छ यो सिको कम्पनीबाट। सो हेर्नुलाई कस्तो खालको रहेछ। मेरो बुवाको चाहिँ एकदमै फेभरेट घडी हो यो। बुवाले पहिला जमानामा लगाएको मैले देखेको थिएँ, तर त्यो चाहिँ धेरै वर्ष लगाएपछि बिग्रिसकेको छ र फेरि पनि बुवाले लाउने चाहना गरेको कारणले गर्दाखेरि मैले यो युकेमा बुवाको लागि भनेर किनिसकेको छु र आज यो डेलिभरी भइसकेको छ। सो दुईटा घडी छ। अब हेर्नु ल कस्तो चाहिँ रहेछ। दुईटा घडी छ ल, हेर्नुहोस् ल। यो एउटा भयो, यो बुवाको लागि हो र यो अर्को चाहिँ भेनाको लागि हो। अब यसको भित्र कस्तो छ हेर्नुहोस् ल साथीहरू। यो एकदमै अब यहाँको ब्रान्डको घडी हो हैन। यहाँ चाहिँ यो सर्टिफिकेट अफ लिमिटेड वारेन्टी कार्ड छ। 5 वर्षको वारेन्टी छ यसमा हैन। अब यसको भित्रको कस्तो छ हेर्नुहोस् ल। यस्तो आएको छ। यो अहिले डिजाइन यो एस जस्तो छ, तर यो चाहिँ 5 को साइन रहेछ। ठ्याक्कसँगले ठ्याक्क यस्तो गरेर ठ्याक्क झिकेपछि यस्तो छ। यो चाहिँ भेनाको हो हैन, यो चाहिँ बुवाको हो। भेनाले चाहिँ ब्ल्याक कलरको मन पराउनु भयो अनि बुवाले चाहिँ अर्कै कलरको मन पराउनु भएको छ। हेर्नु ल, बुवाको चाहिँ यो कलरको छ। मलाई चाहिँ यो कलरै अलिकति राम्रो लागेको हो। हेरौँ ल कस्तो रहेछ। एकदम हेभी छ हैन। टक्कसँगले यो चाहिँ खोलौँ न त। यसको भित्रको प्लास्टिक पनि खोलेर एकचोटि हेरौँ। यो चाहिँ बुवाको हो। एकदमै बबाल देखिएको छ यसको डिजाइन पनि हैन। यतापट्टि यस्तो छ। यो चाहिँ मेरो बुवाले एकदमै मन पराउनु भएको घडी। यो माथि यसरी यसको चाहिँ यो यस्तो रोल पनि हुन्छ हैन सबै। अनि ठ्याक्क लाउँदाखेरि चाहिँ यस्तो देखिएको छ। दामी छ है ल। यस्तो छ साथीहरू। अब यसको प्राइसको कुरा गर्दाखेरि चाहिँ हैन, म प्राइस चाहिँ भन्दिनँ किनभने यो हामी नेपालीहरूलाई चाहिँ अलिकति महँगो नै छ यो नेपालमा हुनेहरूको लागि चाहिँ हैन। सिको 5 अटोमेटिकमा हो यो, वाटर रेसिस्टेन्ट। यस दामी छ ल साथीहरू। यस्तै छ ल। यो चाहिँ मैले बुवाको लागि अनि यो चाहिँ मैले भेनाको लागि पठाइदिएको छु। भेनाको त अलिक सानो हो कि एउटै हो? एउटै हो, अलिक सानो रहेछ है तर डायल। ल यस्तो छ ल साथीहरू।